सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आई होप कि तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। हामी पनि ठिकठाकै छौँ होइन गाइज। सो आज चाहिँ फेरि पनि मैले नयाँ भ्लग लिएर आइसकेको छु। सो गाइज आजको भ्लगमा चाहिँ हाम्रो के हुनेछ भने ठ्याक्क पर हाम्रो बन्ने छ मोमो। सो आइसक्यो मोमोको किमा। कति किलो लाग्यो किमा? के त्यहीँ बनाएको कि के गरेको? सो गाइज आइसकेको छ किमा। अन्देखि अब बन्ने छ मोमो। अन्देखि यो चाहिँ अघि मैले अलिकति यहाँ काटेको थिएँ बन्दाकोपी, अनि यो चाहिँ प्याज होइन, अनि लसुन पनि आइसकेको छ। अनि बन्छ अब मोमो ट्याक्क पारेर होइन। अनि मोमो त्यही बनाउँछौँ हामी आफैले। सो हेर्नु होला। अनि यहाँ चाहिँ हाम्रो डन सुतिरहेछ है, कस्तो राम मस्तीमा आगो लाग्यो बस्तीमा भनेर, त्यही पनि छैन मलाई मतलब। अनि यता चाहिँ अब प्याज के भन्छ यसलाई, लसुन छोडाएर त्यो पनि पिसेर हाल्ने होला होइन किमामा, ट्याक्क त्यो पिसेर हाल्ने अनि मोमो बनाउने। सो गाइस म चाहिँ अब अलिकति अझै सबै राख्नु भन्दा हेर्नु न सो गाइस हाम्रो चाहिँ किमा एकदमै रेडी भइसकेको छ होइन। यस्तो दामी हुँदो रहेछ कि कस्तो बाँच्ने खाउँ यस्तो काँच्चै खाने जस्तो कि ठ्याक्कै सबै सबै मरमसलाहरू धनियाँदेखि लिएर यो मोमो मसला अन्देखि के भन्ने हो सबै हालिसक्यो कि जुसमा हालिन्छ होइन। अब सबै चाहिँ नभने आधी हामीले हालिसक्यो। अनि अब त्यो किमा रेडी भइसक्यो। अनि यहाँ पिठो यहाँ यसरी भइरहेछ। राम 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 खाइरहेको झन्डै तर्स्यो। अनि पिठो चाहिँ त्यत्रो छ, धेरै छ पिठो पनि। अनि किमा नि यति धेरै छ होइन। मोमो चाहिँ थुप्रो भन्छ। के भयो तिमीलाई? यता हेर त नानी, यता हेर त के भयो के अरे मोमो बनाउने हो? होइन 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 होइन, यता आउ ल, यहाँ आऊ, यता आउ ल, यता आउ ल। के भयो भन त, के भयो? कसले के भयो? कसले के भयो भन त, ल भन त। ल चुप्पा खाइदेऊ त, ल चुप्पा खाइदेऊ। चान्चो भयो के अरे, के भन्छ अरे, बेबी कस्तो टाउको दुख्यो, एउटा चिप्पा खाइदेऊ त। ए बेबी कस्तो रिङ्गट लाग्यो, एउटा चुप्पा खाइदेऊ त। टाउको दुख्यो, चुप्पा देऊ न। ल देऊ न एउटा चुप्पा। चान्चो भयो। गाइस अब चाहिँ होइन ल ल ल यहाँनिर यो पिठो यसको बनाऊ ल, तिमीले यसको बनाऊ है, यो पिठोको बनाऊ। अब चाहिँ यहाँ हामीले चाहिँ टक्क पारेर यो मोमोको डल्ला बनाउँछौँ है। सो गाइस हामीलाई चाहिँ त्यति आउँदैन डल्ला सल्ला बनाउन, अनि त्यही पनि जस्तो हुन्छ त्यस्तै डल्ला बनाउँछौँ। आउँछ तिमीलाई डल्ला बनाउन अलिअलि? सो मलाई चाहिँ साफै आउँदैन भनौँ, खासै बनाएको छैन डल्ला। अब सो म चाहिँ बनाउँछु डल्ला, मोमोको डल्ला। कौन है ये लोग, कहाँ से आते हैं? डल्ला पारेको ढङ्ग हेरौँ है अब। है एउटै बात हेर्दा मेरो कस्तो मजाले गोरो घुमेछ। खतरा बनाउने रहेछु मैले। सो गाइस मैले त्यो फर्स्टै बनाएको होइन, फर्स्ट एउटा बनाएको। अब सेकेन्ड तालीमा झन् दामी बनाउँछु कि मैले होइन। अब सो सेकेन्ड ताली बनाएको तपाईँले हेर्नु है त कस्तो हुँदो रहेछ। अब उसले फर्स्ट टाइम बनाएको त्यस्तो बनाएको, सेकेन्ड बनाएको झन् झुर बनाउँछ कि कस्तो बनाउँछ हेरौँ। म पनि बनाउँछु। अब तिमी बस एक ठाउँमा बस, नत्र तिमी पनि बनाऊ है। अनि म चाहिँ डल्ला बनाउँछु ल, तिम्रो लागि बनाउँछु। तिम्रो लागि त हेर त खोर्सानी बिनाको किमा छुट्टै छ त्यो तिम्रो लागि बनाउने है, तिमी र म भएर बनाउने है हुन्छ।
अलिकति हल्का सुधार छ जस्तो लागिरहेछ। जस यो सबै बनिसक्यो भने चाहिँ एउटा पर्फेक्ट बन्ला जहाँसम्म मलाई लाग्छ है। सबै बनिसक्यो भने चाहिँ एउटा पर्फेक्ट बन्ला मोमो। अब अर्को बुढोमा छोडिहाल्ने ढाका लाउने त्यसपछि सो गाइज हाम्रो चाहिँ होइन मोमो ट्याक्क रेडी भइसकेको छ खै त। ओ क्या दामी मोमो चाहिँ अब रेडी भइसकेको छ। ट्याक 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 भएर झिक त ट्याक्क बस्ने अनि ग्याम कि ग्याम पार्ने हो। ओ के गरेको तिमीले के गरेको कतिवटा छ मोमो थुप्रै हुन्छ है। यो तल्लो पनि छैन मोमो धेरै हुन्छ बढी तिम्रो चाहिँ ल तिमीमा त गरौ तिमीले बनाएको होला सायद ठ्याक्कै खान रहेछ है जस थाहा हुनु राम्रो हो। हाम्रो हट चट्नी गएको खै हट होइन के भन्छ स्पाइसी पिरो एकदम पिरो चट्नी नानीको त ओ माई गॉड चट्नी यो चाहिँ अलिक सानसानो लास्ट हो तिम्रो अलिक धेरै भएर अहिले चाहिँ अलिक सानसानो लाग्छ। गाइज थुप्रै छ है मोमो चाहिँ ओहो धेरै टन्नै अगाडि भएको खाइन्छ। सो गाइज आज चाहिँ हामीले कम्पिटिसन च्यालेन्ज केही गर्दैनौँ। सो यस्तो हुँदो रहेछ कि च्यालेन्ज गरेर खायो भने चाहिँ हतारमा खानु पर्ने अनि त्यो खानाको स्वादै लिन नपाउने। सो आज चाहिँ हामी च्यालेन्ज गर्दैनौँ मजाले 10 गरेर आरामले स्वाद लिएर निकल्छ चट्नी खानु नहाल्ने त्यसैमा होस् त्यसैमा भयो सो हामी चाहिँ धने दैले बुढेको होइन के हो तिम्रो नाम बहिनी परिचय पाम हिमाल जस्तो रहेछ तिम्रो बिहानीको घाम कता हिँडेको बिजुली बालेर हट भएर पट भएर ड्युटी भएर यही स्टेज ल टुटी भएर तिमी राम्री भएर हामी हेरेको हेरे सहगज होइन हामी चाहिँ मोमो खानु लागेको छौँ होइन। मोमो यसमा कतिवटा जति होला बढी होला समथिङ 30 वटा जति होला होइन। नगर न छोरी तिमीलाई यसलाई चपिस्टिक दिएको ल। अस्ति चाहिँ हामी प्रायः च्यालेन्ज गर्थ्यौँ होइन। च्यालेन्ज गर्दा चाहिँ के भयो भन्दाखेरि च्यालेन्ज गर्दा त ठिकै हो नि तर खाएको चाहिँ अलिक स्वाद चाहिँ हराउने कि होइन। खाने अनि त हतारमा खानु पर्यो नि त यसले भन्दा म पहिले गर्छु म जित्छु भन्ने म खाएँ चाहिँ अनि म त प्रायः हार्ने तर त्यो खाएको मजा नि नहुने। सो आज चाहिँ हामीले च्यालेन्ज नगर्ने अनि मोमो हाम्रो रेडी भइसकेको छ अनि मोमो चाहिँ हामी मजाले बसेर आरामले गफ गर्दै मजा साथले स्वाद दिएर खाने भनेर चाहिँ हामी बसेका छौँ। अब सो हामीले सुरु गर्छौँ है। त्यहाँनिर हाम्रो चट्नी छ होइन एकदम स्पाइसी पिरो चट्नी छ। अन्त चाहिँ अहिले भर्खर बनाएको पुरा तातो ताजा हट चाहिँ मोमो हामीले रेडी पारिसकेको सो खान्छौँ हामीले है। अब के गर्ने सँगै भए त खानुहुन्थ्यो हेरी मात्रै राख्नु भएको छ दिन नमिल्ने है गाह्रो छ ल। त हामी सुरु गरौँ अब त्यो चपस्टिकले टक्क उठायौँ चस गऱ्यौँ होइन अनि त्यसपछि च्याप जोम्यौँ होइन अनि त्यसपछि च्याप चोमेर चाहिँ ल्याम्बा ओ आउँदैन सामान खै म समाइदिनु राम्रो पिरोले मऱ्यो अब पहिलो थाल्ने बिचार चपस्टिक चलाउनु नआएछ गाह्रो। तिमी खान्न हौ तिमीलाई त पिरो नहालेको निकाल्दै थियो अघि खाइसक्यो है छ अझै मिठो भयो रहेछ
कस्तो लाग्यो मैले बनाएको मोमो मोमो नभनौँ किमा किमाको हो नि त कमल भनेको हैन तिमीले खान्छौ नानु तिमीलाई खुवाइदिन्छु है ल बाहिरको मात्रै खाने भन्छ कि यो किमा नखाने अब किमा हो नि त खास खानु पर्ने त तिमी त बाहिरको पिठो मात्रै खान्छौ त नगर न अहिले अगाइसक्नु आफूले अघिदेखि खायो नि त कतिवटा खायो 3-4 वटा खायो बनाएको त कस्तो जुसी हुन्छ त भएकै छैन किन खायो चपस्टिक लाउँदै भने हातले खाइदियो Oh my god. Good. Tadi siapa parte? Miskin cakaबाट होता है खाने को मुखाबाट होता यार तिमीले चलाउन भनेको जाऊ त्यो मोबाइल हो त्यो मोबाइल लिएर आऊ त उहाँको मोबाइल लिएर आऊ तिमीलाई म कार्टुन लगाइदिन्छु त्यो हैन उहाँको उहाँ त्यो चलाउने हैन यो कभर हो के यो कभर हो उ त मोबाइल देखेको छैन र उहाँ छ नि मोबाइल हो नो नो उहाँ हो त्यो भन्यो मामाले एकदम ठुलो बनाउने भने 2-3 टा खाँदै आउँछ सुरुको अलि ठुलो थियो म चपस्टिक पनि क्यारी खान्छन् होला यार भातको सिटानी चले त ओहो मानी खाने गिलास सिसाको है फुटाउलो ओ माय गॉड त्यो फुट्यो नानी ए नचुता हुन्न यहाँ ठिक दिखे वाला यता आऊ यता आऊ यहाँ आऊ न दिए पर्दैन भनेकै नमान्ने यार अलिकति हुन्छ नि कस्तो मान्छे हो मलाई पिरो हुन थाल्छ नि कताबाट घुमेछौ ठिक उठेर त्यस्तो
विपरीत घुँडा ठिक हुन्छ क्या उल्टोतिर अहिले यता घुमाइरहेको यता घुमाएको छ भने उठेर यता घुमा ऐसे तो नहीं होता है हो भने गाह्रो छ खाना खाना घुमाउँछ किन खान्छ ल आओ आओ सुके खोर्सानी हालेको है भोलि टोइलेट गर्न गाह्रो हुन्छ खोर्सानी हालेको है भोलि टोइलेट गर्न गाह्रो हुन्छ लास्टै पिरो हो कति कति धेरै हालेको मैले पिलो पिलो रे पारे पिलो भयो पारे Nabasa makani ho. Ano sa sibinta? Koy. ada babu mama dada Sigan. Biro ba ya? Asli kati gua di sini. अस्ति मन पनि हुनुहुन्छ नि त अहिले त झन् थोरै भयो अगालो abulu अगालो छ पहिले 4-5 वटा आइसक्यो खानु हुन्छ ale फुटबल जम्मा हात balo स्पिरिट हो गयो चल्दै रहन्छ के यो त कन्नो भन्नु के यस्तो Konne, ole päilu. Päilu. Unna. Ayah, unca. Ayah, pacar. Bubu खान्छ बाबु खाने ल बाबु ल बाबु ल बाबु खाने ल मिलेन बाबु खान्छ ल खाऊ ल बाबु खाऊ यता खाने वाह क्या सीन है वाह क्या सीन है मिठो छ ल यो यार mau chơi Tidak.
धेरै खाएको मोमो Halo. कस्तो मिठो बास्ना आएको थियो मिठो भयो मन त भयो धेरै खाल्छु त्यसो भयो खानु अब खान्छ Hah? Udah lah. यस्तो नि हुन्छ मान्छे Oh, ya dia. Gila. Gila. Apa? Baca. Enggak. पानीपुरी जस्तै भयो यस्तो गरेर खाने अब पानीपुरी जस्तो भयो के किन्नु मेरो बाबा हो Papa. मेरो बाबा Asta tayo मेरो बाबा मेरो बाबा हो Papa. छोटले त मेरो बाबा हो Mana? खाने हजुर Ba- अगन भयो अगन भयो पसिनै आयो यार पिरोले त्यो उसले त गर्नुभयो Baba. एउटा क्यान्सर भएर बसेको थियो ब्लड क्यान्सर अस्ति भएर गुटेन नि मामु कस्तो छ मिठो छ अगन भाइ अगा ओइ आऊ यहाँ आऊ न यहाँ आऊ न अनि खान्छ फेरि पिटाइ मेरो यहाँ आऊ यहाँ बस्न आऊ अरे आऊ नभने यता यता आऊ यहाँ यहाँ पछि गर्ने आऊ त्यो बाबालाई दे यो मेरो बाबालाई दे बाबालाई थ्याङ्क यू सो गाइज हामीले चाहिँ
मजाले बसेर खायौँ है। अनि त्यसपछि त्यत्रो मोमो खाइसक्यौँ। अनि चटनी चाहिँ छ अझै, किनभने चटनी अलिकति पिरो रहेछ, पिरो भएर सिगा नै आयो। तिम्रो त सिगान नै आयो होइन। कसको मेरो तपाईँको आएन होइन। गाइस अहिले उनिन्छ उता यता माथिबाट निस्किन्छ फेरि। अनि त्यही हो, खायौँ, मिठो भयो, त्यही भन्नु छ। के भन्नु छैन खान्नमा त ठिक छ, समय बुझ्ने हेरेर साथ दिनुभएको थियो, उहाँहरूलाई धेरै धेरै धन्यवाद। अनि यदि च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने तल्लोपट्टि सब्सक्राइब लेखेको छ, त्यहाँनिर ट्याक्क दाबेर चाहिँ बेल आइकनमा क्लिक गरिदिनु होला, ताकि हाम्रो फेरि पनि बनाएको यस्ता अनि कुनै यस्ता भनौँ अथवा अरू अरू प्रकारका भिडियोहरू आउँछन्, हेर्नु होला। थ्याङ्क यू गाइज, लभ यु अल, लभ यु अल, बाई बाय बाय। कस्तो Bye. यस्तो हो कि यस्तो यस्तो बाय बाय। बाय बाय। चुप्पा गरेर ल, छोरीको चुप्पा कसलाई, मेरो चुप्पा कसलाई, तिम्रो चुप्पा कसलाई, मेरो चाहिँ एक्सहरूलाई चुप्पा ल। बाय।